नमस्ते साथीहरू, तपाईहरुलाई मैले हाम्रो गुल्मी मुसिकोट नगरपालिकामा रहेका एकजना यस्तो व्यक्तिसँग भेटाउँछु नि। उहाँलाई तपाईहरुले उहाँको कलागला सुन्नुभयो भने तपाई एकदमै उहाँको फ्यान हुनुहुन्छ है। किनभनेपछि उमेरले बुढो भए पनि तर हरकत चाहिँ बालापन जस्तै रहेछ। उहाँ उमेरले 72 वर्ष हुनुभयो तर पनि यति मिठो बाँसुरी बजाउनुहुन्छ नि। उहाँको त तपाईहरुले एउटा क्लिप भिडियो हेर्नुस् अनि त्यसपछि मैले भन्ने छु हाम्रो मुसिकोट नगरपालिका वार्ड नम्बर 3 मा पनि यतिको कला भएका मान्छे छन् है भन्ने कुरा यस भिडियोबाट है। भिडियो मन पर्यो भने भिडियोलाई शेयर गर्नु होला है र बुवाको एकैछिन यो ट्यालेन्टलाई हेरौँ अनि त्यसपछि भिडियोलाई शेयर पनि गरौँला है। कृपया भिडियोमा रहनु होला र भिडियो मन पर्यो भने भिडियोलाई शेयर पनि गर्नु होला है। बुवाले कस्तो बजाउनु भएको छ तपाईहरुले एक फेरा कमेन्ट पनि गर्नु होला है। एकैछिन बुवासँग कुराकानी गरौँ है। हेलो बुवा, नमस्कार। सन्चै आरामै हुनुहुन्छ? सन्चै छु हजुर। हजुरको मैले धेरै गुणगान सुने र हजुरको कला पनि एकदमै असाध्यै राम्रो छ भन्ने कुरा मैले सुने। मान्छे बुढो भए पनि मन त अझै पनि बच्चा रहेछ है बुवा? म अहिले 72 वर्षको बुढो भएँ। ए हो र। ल हजुरको परिचयबाट जाउँ है। हजुरको नाम र ठेगाना भनिदिनु होला है। मेरो नाम छविला। आज के सुनाउनुहुन्छ बाँसुरीबाट बुवा? बाँसुरीबाट मैले पहिला आफ्नो जो जानेछु बजाउँछु, त्यसपछि उहाँले भन्न खोजेको पनि बजाउँछु। ल ल एउटा सुनाइदिनुहोस् त ल है हाम्रो दर्शकहरूलाई। ल साथीहरू, तपाईहरुले कमेन्ट गरेर भन्नु होला है बुवाले कतिको राम्रो बजाउनु भयो र यतिको उमेरमा यति राम्रो मिठो धुन तपाईहरुलाई सुनाउन हाम्रो बुवाले प्रयास गर्नुभयो। उहाँको एउटा मेहनतको लागि तपाईहरुले कमेन्ट पनि गर्नु होला है र शेयर गर्नु होला भिडियोलाई सक्दो। उहाँले बजाएका गीतहरुमा कहाँ मिस्टेक छन् र कतिको राम्रो गाउनु भयो तपाईले कमेन्ट गरेर भन्नु होला है। नमस्ते।